मेरो भिडियो हेरिदिनुस् होला सबैजनाले भन। म बिहान बिहान यहाँ के खाँदैछ भाइ तिमी? कसको बर्थडे रहेछ नानु? ए यो खाउला केक ल ऊपर ऊ बहिनी। यो हाम्रो सुरुवात त्यसरी हुँदैछ। म चाहिँ ओसेनमै छु। अब म चाहिँ भिडियो नुमा छानु ऊ अर्को ठुलो सानो यता बिचको ऊ पर बुहारी छोरा अलिक हट पिपी हो दृष्टि ऊ आउँदैछ अर्को छिटो मिठो रहेछ भाइ मिठो कतिको मिठो रहेछ अरे माइजूले सोध्नु हुँदैछ त यतिको ए फोन कतिको हेऱ्यो भाइ आज हिजो आमेन नभएको पुरा मजा आइरहेको होला है आज चाहिँ हामी के कसो गर्छौँ तपाईँलाई यो भिडियोबाटै देखाउँछु अहिले हेर्दै गर्नुहोस् होला हो अर्कोले नुमा के खानु भएको छानुले के खानु भएको लो मेरो नानीले मलाई बर्थडेको के ल्याइदिएको रहेछ क्या अनि मैले यहाँ फुल यसमा हालिहालेको नि बोतलमा आज चाहिँ हामी चाहिँ यहाँनिर नुडल्स बनाउन आँटेको पानी उमालेकै यता हेरेकै ऊ पर पिपी बसिरहनु भएको छ हो यहाँ नुडल्स बनाएर बिहानको ब्रेकफास्ट चाहिँ तर यहाँनिर केही पाएन गाजर पनि छैन कोपी पनि छैन मटर हाल्नु मटर छिला न एक दुईवटा हाल्नुपर्छ खुवाउनुपर्छ नि हौ कहाँ हो आज चाहिँ पुरा बिस्तारी काम छ फुलहरू एकदम उयो गर्नुपर्ने छ हो यहाँनिर चाहिँ यतिको ओसेनहरू चाहिँ मिलाएछ यिनीहरूले यहाँतिर त मैले हात लाउनै पाएकै छैन कि अहिले म खालि यो कुखुराको भन्दा या बाहिरतिरको भन्दा यो फुलहरू भन्दाले गर्दाखेरि यस्तो भइरहेको छ हौ दाना खाल्यौ नानी प्रतीक्षाले दिएको है मलाई यो फुल साथीहरू यो धन्यवाद प्रतीक्षा तिमीलाई यो पनि हो तर यो चाहिँ बिचाराउले पनि कति महँगोमा किनेको तर मैले एउटा चाहिँ दियो माया लाग्यो यस्तो छ यो माथिल्लोपट्टि चाहिँ अहिले चाहिँ म जानु सक्दिनँ फिलहाल भोलिपट्टि गएको बेला देखाउँछु रेडी त्यसमा मटर चाहिँ यो यहाँ चाहिँ फाइनली नुडल्स बनिसक्यो अब हामी खानुपर्छ सबैजनाले खाँदैछ यहाँ यता म्याडमले चाहिँ चपस्टिकले खानुहुँदैछ एकताल म पनि हेरिदिउँ भनेर नि के को लाग्छ कस्तो छ टेस्ट छ मटर खाऊ है त्यो साइडमा होइन नि अहिले कोचार्छु नि म पिपी कस्तो भयो औ कस्तो भयो अब भने चाहिँ मेरो काम स्टार्ट भयो साथीहरू काम पुरा सकिसकेर मात्रै देखाउँछु ल म तपाईँहरूलाई नत्र अनि भिडियो गरिरह्यो भने त काम हुँदैन नि त मेरो अलिअलि घाम लाग्दैछ यता चाहिँ लु है यतिको भयो रोपिसक्यो हामीले अब खोर्सानी रोप्नुपर्छ खोर्सानी चाहिँ यो बोरामा रोप्ने म हो अनि यहाँ टक ल्याइ नै राख्छु अहिले चाहिँ अनि बादमा गएर यसको रेलिङ बनाउँदाखेरि चाहिँ के हुन्छ गर्छु दिन पनि कस्तो चिसो कहिले तातो नलाउने भगवान लु साथीहरू अब चाहिँ यहाँ डल्ले खोर्सानी रोप्न आँटेको हो फुलहरू चाहिँ रोपिसक्यो दिनभरिको काम चाहिँ यही हो मेरो चाहिँ आज चाहिँ पिपीहरू पनि जानुभयो अनि भाइ पनि गयो सबैजना गयो अनि म चाहिँ यहाँ फुलको काम गर्दैछु हेर्नु न उतातिर यो घाम लाग्ने जग्गातिर सबै फुलिसक्यो मेरो त भर्खर यत्रो हुँदैछ हो वेदर चाहिँ यस्तो भइरहेको छ यो पारी सिक्किमहरू सबै देख्छ दिन क्लियर छ भने चाहिँ तर अहिले चाहिँ यस्तो वेदरै राम्रो छैन नि त त्यसले गर्दाखेरि डल्ले खोर्सानी यहाँ रोपिरहेको छु मैले अस्ति यो चाहिँ घरमै थिएछ नि त नानीले रोपिरहेको रहेछ तल
यहाँ तलतिर चाहिँ गाउँहरू छ हो, यस्तो छ, हेर्दै जानुहोस् होइन। यो चाहिँ चेरीको बोट हो। अब अलिक पछाडि फुल फुल्छ। फाइनली साथीहरू खोर्सानी पनि मैले रोपिसकेँ टन्न। यति बेला त काफी हो, फल्नु चाहिँ फल्नु पर्यो होइन। हाम्रो चाहिँ बोरामा यसरी रोपिन्छ। ल साथीहरू, आज चाहिँ हामी रातको डिनरमा चाहिँ आलु पराठा बनाउँदैछु म हो। अनि बनाएर खाने। सो आजको ब्लग चाहिँ यति नै हो। बाई बाई। फेरि भोलि भेटौँला फेरि अर्को ब्लगमा। के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला प्लिज सबैजनाले।